स्कुल जान मन लाग्छ। बिर्तामोड 3 की 7 वर्षीय बालिका अनिसाले भनिन्, बेला बेलामा आमाले अराउनु भएको काम गर्छु। विद्यालय उमेरकी 7 वर्षीय बालिका अनिसाकी आमा अनुता राई मगर पक्षघातका कारण कम्मर मुनिको भाग नचल्ने भएर ओछ्यानमै थलिएकी छिन्। आर्थिक अवस्था कमजोर भएकी अनुताको परिवार हाल कष्टकर दैनिकी बिताइरहेको छ। अर्जुनधारा नगरपालिका 3 घर भई हाल बिर्तामोड 3 स्थित यातायात कार्यालय छेउमा बस्दै आएकी 35 वर्षीय अनुताको करिब 1 वर्षदेखि ओछ्यानमै दिन बितिरहेको छ। व्हीलचेयरको सहायताले छोरा 15 वर्षीय समीर मगरले अनुताको हेरचाह गर्दै आएका छन्। सुरुमा सामान्य खुट्टा दुख्ने समस्या भएपछि बिर्तामोड नगर अस्पतालबाट उनले उपचार सुरु गरेकी थिइन्। थप उपचार गर्न बिर्तामोडको बीएनसी अस्पतालमा गएकी उनले एमआरआई मात्र गराइन्। डाक्टरले अस्पतालमै बसेर उपचार गराउनु पर्ने बताएपछि आर्थिक अवस्थाका कारण उनी घरै फर्किन्। बिस्तारै रोगले च्याप्दै गएपछि उनी ओछ्यान परेकी हुन्। उनका छोरा 15 वर्षीय समीर विद्यालय जान सकेका छैनन्। आर्थिक अभावसँगै आमालाई स्याहार गर्नुपर्ने जिम्मेवारी थपिएपछि उनी कलिलो उमेरमै विद्यालय शिक्षाबाट वञ्चित समेत बनेका छन्। अनुताकी फुपू गङ्गी माया राईले उनको परिवारलाई सकेको सहयोग गर्दै आएकी छिन्। उनी मात्र होइन, अनुताका 7 वर्षीय छोरी अनिसाले विद्यालय कस्तो हुन्छ देख्न सम्म पाएकी छैनन्। स्कुल जान मन लाग्छ, पढ्न मन लाग्छ। अबोध बालिका अनिसाले भनिन्, बेला बेलामा आमाले हराएको काम गर्छु। अनुताका श्रीमान बस चालक हुन्। श्रीमानले कमाएको पैसाले घर व्यवहार गर्दै ठिक्क हुन्छ। अनुताले भनिन्, उपचार पाए निको हुने थिए, निको भएपछि काम गरेर छोराछोरी पढाउने थिए। उनले आफ्नो उपचारका लागि सहयोगी सङ्घ संस्था, दाता, मनकारी महानुभावसँग अपिल समेत गरेकी छिन्। सहयोगी महानुभावहरूले अनुता राईको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको खाता नम्बर 0180508036297 मा आर्थिक सहयोग गर्न सक्नुहुनेछ।